हेलो साथीहरु, नमस्ते सबैजनालाई। वेलकम छ मेरो न्यू डे न्यू भ्लगमा। सो साथीहरु, म सदा चाहिँ मुकबाङ भिडियो राख्ने गर्थेँ भने आज चाहिँ मैले भ्लग भिडियो राख्ने गरेकी छु। मेरो भिडियो चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला है त साथीहरु। सो हाम्रो गाउँमा चाहिँ प्रशस्त मात्रामा सिस्नु पाइन्छ। म चाहिँ आज सिस्नु टिप्दै छु। मलाई चाहिँ सिस्नु एकदमै मन पर्छ। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ? हाम्रो गाउँघरमा चाहिँ सिस्नु र मकैका रोटी, सिस्नु ढिँडो खाने गर्छौं। सो साथीहरु, म चाहिँ सिस्नु टिप्नतर्फ लागे है त साथीहरु। यो चाहिँ सिस्नु म चाहिँ अलि ठेलाबाट सिस्नु टिप्छु। टुप्पाबाट टिपेको सिस्नु भन्दा ठेलाबाट टिपेको सिस्नु चाहिँ अलि चिप्लो हुन्छ, मिठो हुन्छ है त साथीहरु। कोहीले चाहिँ अलि टुप्टुपै टिप्ने गर्छन् के फेरि। म चाहिँ अलि ठेलाबाट टिप्छु। यो पातको भाग भन्दा पनि डालाको भाग चाहिँ अलि चिप्लो हुन्छ, अलि मिठो लाग्छ, मिठो हुन्छ। यहाँ चाहिँ हाम्रो बारीमा काउलीका बिरुवा साथीहरु, काउलीको बेर्ना आज चाहिँ गोड्न बाँकी छ, आधी चाहिँ मैले गोडिसकेकी छु। अनि यहाँ चाहिँ मैले खुर्सानीका बिरुवा राखेकी छु साथीहरु। अनि यहाँ चाहिँ काँक्रो राखेकी छु। अनि यहाँ चाहिँ प्याज, हाम्रो प्याज। अब चाहिँ मैले यहाँ सिस्नु टिपिसकेर सिस्नु पखालेर अब चाहिँ म यहाँ पकाउँदै छु है त साथीहरु। यहाँ चाहिँ मैले तेल राखेँ। यहाँ चाहिँ अब सिस्नु पाक्दै गर्छ साथीहरु। सिस्नु पाकुन्जेल चाहिँ म टिमुर टिप्नतर्फ लागे है त साथीहरु रुखमा। यहाँ चाहिँ टिमुर चाहिँ अग्ला छ रुखमाथि, पुग्न चाहिँ गाह्रो छ। लौ सानो मोबाइल समात्देऊ त। यो बाबुले चाहिँ मोबाइल समात्दिन्छ। लौ खोप्ला है काँडाले दे म टिप्छु। दे यसरी समात्दे है, यसरी ऊ माथि देखा है, माथि है, यसरी समाए है। अलि यो त देखा, कहाँ चाहिँ देखाउँछ? देखाउँछु त। देखाउँछ है।
सिस्नो चाहिँ यहाँ पाकेर सक्यो। अब चाहिँ म यसमा मकैको पिठो राखेर यो चाहिँ खुर्दैछु है त। देखिन त सिस्नो छैन लाग्दैन त्यति। सिस्नो मिठो मान्छ कि नै त मान्छ मिठो मान्छ कि नै सिस्नो मिठो मान्छ त्यो के होइन सिस्नो ढिँडासँग खाने कि त मकैका रोटीसँग खाने ढिँडासँग खाने कि सिस्नो मकैका रोटीसँग खाने त त्योसँग खाने ढिँडोसँग ढिँडो मिठो मान्छ है ढिँडो र सिस्नो खाइन्छ नि आज मजाले। अब त्यसै बोल्यो छोटो खत्तो छैन ढिँडो पाक्दैछ पाक्यो छैन। पहिला सिस्नो खाने अनि ढिँडो राडेन ढिँडोसँग फेरि खाने है। पहिला त्यत्तिकै खाने अनि ढिँडो राडेन ढिँडोसँग फेरि खाने है। सिस्नो अलि ढिँडो रायोपछि ढिँडोसँग पनि खाने है। यो चाहिँ त्यत्तिकै पिने सिस्नो बोल्ला तातो छ खायो बोल्ला है। बोल्यो कस्तो लाग्यो सिस्नो मिठो छ मिठो छ सही छैन मिठो मिठो छ कि नै चिन्छ